यदि तपाईहरूलाई यो घुर्ने सम्बन्धी समस्या छ भने एयरको फ्लो दिन्छ, जसले गर्दा सास रोकिने समस्या चाहिँ धेरै हदसम्म चाहिँ घटाउन सकिन्छ। भएन भने विभिन्न किसिमको सर्जरी पनि कुराहरूले केही न केही हदसम्म चाहिँ हेल्प नै गर्छन्। अब यसले हेल्प नगरेको कन्डिसनमा सिप्याप भन्ने मेसिन हुन्छ, त्यो मेसिनको प्रयोग गर्न पर्ने हुन्छ। त्यो मेसिनले कन्टिन्युअस एयरको फ्लो दिन्छ, जसले गर्दा सास फेर्न सजिलो हुन्छ र सास रोकिने समस्या चाहिँ धेरै हदसम्म चाहिँ घटाउन सकिन्छ। भएन भने विभिन्न किसिमको सर्जरी पनि गर्ने हुन्छ। सर्जरी विशेष त यो हावा जाने बाटो हुन्छ, त्यो बाटोलाई खुलाउने अपरेसन हो। बिरामीको अब स्लिप स्टडी गरेपछि के कति सिभिरिटी छ त्यो हेरिकन हामीले कुन चाहिँ ट्रिटमेन्टमा चाहियो त्यो चाहिँ हामीले डिसाइड गर्छौँ। हस् त, आजको लागि यति नै। यदि तपाईँहरूलाई यो घुर्ने सम्बन्धी समस्या छ भने अथवा यस बारेमा केही जानकारी लिन पर्ने छ भने सोवा हेल्थ केयरको फेसबुक पेज अथवा यसको सोसियल मिडिया पेजमा गएर हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हस् त, आजलाई यति नै। धन्यवाद।